अब यस्तोले पनि यति नै भ्यायो। हाई एभ्रीवान, म पनि एकदमै खुसी। र कस्तो छ भनिदिनु मम्मी। कस्तो अर्डर दिन्छु यार साथीहरू यसले त मलाई। हे गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू भिडियो। दिस इज मी प्रमिला एन्ड आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै र आरामै छु। थम्बनेल देखेर त थपाइसक्नु भयो होला, हाम्रो 1K फ्यामिली कम्प्लिट भएकोमा आज चाहिँ पार्टी हुँदैछ मेरो भाइ बहिनीसँग। अनि साथीहरू मेरो चाहिँ थोरै काम भएर मैले अलि बजारसम्म पनि पुग्नु पर्नेछ। सो कहाँ जान्छु म के गर्छु त्यो त म हजुरहरूलाई देखाउने नै छु। अनि साथीहरू म चाहिँ मेरो सबै भाइ बहिनीहरूलाई मेरो घरमा बोलाउने छु साँझसम्म। अनि पार्टी पनि हुन्छ, एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ आजको भिडियोलाई बिचमा नछोडेर अन्तिमसम्म हेरिदिनु होला साथीहरू। अनि साथीहरू अहिले चाहिँ 11:30 भइसकेको छ। हामीले बिहान नास्ता पनि खाएको थिएनौँ, त्यसैले अब हामी यतातिर मम्मीले खाना हाल्दै हुनुहुन्छ, अब खान्छौँ। अनि त्यसपछि बहिनीलाई किन नरोकेको नभन्नु होला, किनभने हामीले बिहान नास्ता खाएको थिएनौँ। अब चाहिँ बहिनी आएर छुट्टै खान्छ साथीहरू। सो साथीहरू हेर्न सक्नुहुन्छ मेरो बहिनी पनि कलेजबाट आइसकिन् अनि अहिले खाना खाँदैछिन्। मेरो भिडियोमा हाई भन्ने हो कि नै? हाई भन्, हाई भन्। हाई हाई एभ्रीवान, अब चाहिँ म खाना खान्छु। आँपको अचार बिना मेन खानामा आँपको अचार चाहियो साथीहरू हामीहरूलाई। त्यो बिना त हाम्रो खाना अधुरो नै छ। एउटा हैन, त्यो पनि एउटा हैन। हेर्नु न कति पिस हाल्छि यसले, 2-3वटा। अहिले यो खाएर पछि फेरि थप्छि यति मात्र, अब यति इनफ छ मेरो लागि। अहिले चाहिँ मम्मी चुरा लगाउन जाँदै हुनुहुन्छ। मम्मी यता हेर्दिनु त। हाई, हामी लगाउँछौँ हरिया चुरा। भोलि श्रावण 1 गते, श्रावण 1 गतेको लागि हामी चाहिँ अहिले चुरा लगाउन जाँदैछौँ। धेरै नयाँ कपडाहरू त सकिन साथीहरू, अब भएको हातमा चुरा त सकिन्छ नि त लगाउन, हो कि नै मम्मी भन्नु त। ल चुरा लगाउने, मेहन्दी लगाउने, बस त्यति भए हामीलाई पुग्छ। हाई मेरो नातिनीको खुब सफल भइरहोस्, राम्रो होस्, राम्रो गरिदिनु होला। ल आमाको त डर आयो है साथीहरू। म चाहिँ चुरा यो मेहन्दी लिएर आएँ, तर मलाई चाहिँ चुरा भएन, त्यहाँ मेरो साइजको रहेनछ। मम्मीलाई चाहिँ लगाउनु भयो। अब मेरो पुरानो छ त्यही लगाउने सोचिरहेको छु। हिजोको जस्तै टाइममा फेरि पानी पर्ला भनेर मलाई त डर पो लाग्न लाग्यो नि त। अब म छिटो रेडी हुन्छु अनि म जान्छु साथीहरू बजारतिर। बहिनी आउनु त, यसले मलाई बहुत डिस्टर्ब गर्छ कि। हेर्नु न यस्तो काम गरिरहेको छु गाइस, मलाई हेर्नु न, यस्तो काम गर्नुपर्छ चाहिँ कसरी खोल्नु छिटो जानु। कस्तो अर्डर दिन्छु यार साथीहरू यसले त मलाई। सो साथीहरू म चाहिँ यहाँ रेडी भइसकेको छु जानलाई। अब थोरै भने पानी परिरहेछ, आई होप कि ठुलो नपरोस् पानी। स्कुटी पनि यहाँ चाहिँ रेडी भइसक्यो, मेरो मम्मी पनि यहाँ हुनुहुन्छ। सुरुमा चाहिँ मलाई केक अर्डर गर्नुपर्ने हुन्छ, यो चाहिँ मेन कुरा जुन चाहिँ बिर्सिनु हुँदैन साथीहरू। स्कुलको काम चाहिँ सकिसक्यो। अब मलाई थोरै सामानहरू अगाडिबाट लिनु छ, अनि सामान लिन्छु, त्यसपछि घर फर्किन्छु साथीहरू। रेडी भइसकेको छ। यो बनाउने कुक चाहिँ यहाँ जुन चाहिँ पसिनाले पत्त भइसक्नु भएको छ। मम्मी के त मिठो होला त? अब खाया थाहा होला। र कस्तो छ भनिदिनु मम्मी। मेरो मम्मीले भने खाइसक्नु भयो अनि बल्ल हामी 2 बहिनी खान बसेको छौँ, किनभने बहिनी सुतेकी थिइन् अनि त्यही भएर उठाएर ल्याएको मैले। कस्तो छ है? एकदमै मिठो छ साथीहरू। हामी चाहिँ अब केक लिन जान रेडी भइसक्यौँ। यहाँ चाहिँ यति धेरै मान्छे हुनुहुन्छ अनि यहाँ पनि छ मेरो भाइ। आमा रोक्नु, आमा
आमा मेरो 1K पुग्यो त्यही भएर म केक काट्न लाग्छु पुगोस् पुगोस् सबै पुगोस् मेरो नातिनीको सबै होस् सबै पुगोस् म पनि पुगोस् कतिको खुसी हुनुहुन्छ तपाईँ खुसी हुनुहुन्छ किन आमा म खुसी छु साथीहरू मैले चाहिँ यसमा धेरै केही पनि छैन हेर्न सक्नुहुन्छ भनेपछि सुकुण्ड मात्र राखेको छु यति नै छ Congratulations for 1K subscriber. साथीहरू बत्ती गएर तनाव भयो हेर्नुहोस् त गर्मी पनि भयो भित्रतिर अनि हामी चाहिँ यसरी बाहिर लिएर अब केक खाँदैछौँ सबैजनाले साथीहरू साथीहरू हेर्नुहोस् मेरो भाइ बहिनीहरू यति खुसी भएर खाँदै आजको दिनमा मैले यति नै गर्न सकेँ मेरो अब यस्तोले पनि यति नै भ्यायो त्यसैले मैले मेरो भाइ बहिनीहरूलाई यहाँसम्मको पार्टी मात्र दिएँ अझै पनि मलाई सपोर्ट गर्दै जानुभयो अगाडि भनेपछि मेरो भाइ बहिनीहरूलाई अझै ठुलो ठुलो पार्टी हुनेछ साथीहरू सो मलाई अझै यस्तै माया गरिदिनु होला ल कङ्ग्रेचुलेसन बहिनी मेरो प्यारी दिदीलाई साथीहरू मेरो हालत त यस्तो बनाइदिइसके मम्मी तपाईँलाई 1K सब्सक्राइबर कम्प्लिट भएर आज केक काट्दा कस्तो लागिरहेको छ त एकदम खुसी लागेको छ त केक काटेर तँलाई यति पुग्यो भनेर यति सबैजनाले माया छिट्टै यति गरिदिनु भयो भनेर म धेरै खुसी छु अझै पनि धेरैले माया सपोर्ट गरेर अझै अगाडि बढाइदिनु होला भने म जस्तै सोचेको छु यो सोचेको भन्दा पनि बढी गराइदिनुहुन्छ भने मेरो छोरीलाई म धेरै खुसी छु आज मेरो मम्मी पनि एकदमै खुसी मेरो बहिनी पनि एकदमै खुसी अझै पनि यसरी नै धेरै धेरै माया गरिदिनु होला 1K फ्यामिली पुगिसकेको छ अझै पनि योभन्दा आशा छ अझै अगाडि अझै पनि पुग्नेछ मलाई पनि एकदमै खुसी लागेको छ मैले त सोचे पनि थिएन कि यति छिटै पुग्छ भनेर यति छिटो पुग्यो र मैले भनेको थिएँ नि त मेरो भाइ बहिनीलाई केक काटेर खुवाउँछु त्यो पनि मैले आफ्नो इच्छा पुरा गर्न पाएँ हजुरहरूकै साथ सपोर्टले त्यसको लागि मनैदेखि हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद साथीहरू धन्यवाद हाम्रो तर्फबाट मेरो दिव्यानी मेरो दिदीको छोरी सो साथीहरू हेर्नुहोस् अहिले चाहिँ 12:30 भइसकेको छ अनि खाना ढिलो खाएका कारण अहिले यति ढिला भयो र मम्मीको मेहन्दी म यता लाउँदैछु र भ्याइयो पनि सक्यो अब यतिमा फाइनल टच छ यहाँ चाहिँ भरिदिन्छु अनि त्यसपछि भ्याइन्छ साथीहरू कस्तो छ मेहन्दी यस्तो कमेन्ट पनि गरिदिनु होला है साथीहरू अहिले चाहिँ एडिट गर्दा बेला मैले भ्लग नै एन्ड गरेको रहेनछु हिजो चाहिँ म रातिसम्म मम्मीलाई मेहन्दी लगाइदिएँ त्यसपछि चाहिँ म सुतिसकेको रहेछु आज चाहिँ हो श्रावणको 1 गते चुरा मात्र लगाएको छु तर मेहन्दी भने लगाएको छैन आज राति लगाउँछु होला सायद म त्यसपछि आज मम्मीलाई अलिकति सन्चो पनि छैन कि एकदमै बिरामी हुनुहुन्छ बिहानदेखि सुतेकै हुनुहुन्छ अहिले थोरै दालहरू खानुभयो आई होप तपाईहरुलाई हिजोको भिडियो मन परेको छ भने लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला सो आजलाई यति नै भेटौँ होला नेक्स्ट भिडियोमा टिल देन टेक केयर ओके बाई गाइस